चट्टी पारेर हिँड्दैछ है सायद सुनसँगै लाग्यो होला कि त्यो मासु चटाउँदै त्यही बाख्रा कान जस्तै लाएर काट्दियो कि त्यसले एउटा महिलाको न्याय दिलाउँछ हो भनिदिँदा म त्यसको हात चाहिँ म दुइटै काटेरै ठुङ्गाएरै छोडिदिन्छु कि होइन भने मेरो कान त्यसरी काट्यो त्यसको कान पनि त्यसरी काटिदिन्छु टाउकोमा ढुङ्गा प्रहार गरेर घाइते बनाएर कानमा लगाएको रिङ समेत लिएर गयो भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट इन्सपेक्टर साहब कमानमा त्यसै गरी प्रकाश शिशुवाबाट समेत इन्सपेक्टर साहबको कमानमा टोली खटिएर गए नमस्ते बाबा चोरी भयो कानको दुइटै कानको के गर्दै हुनुहुन्छ तपाईँ म के अरे त्यही के अरे घरको काम भ्याएर 10 बजेतिर त्यो बारीमा के अरे घाँस काट्नु गएको थियो खुर्सानी बारीमा एउटा भाइले मेरो खुर्सानी बारीमा घाँस छ दिदी अनि यो खुर्सानी पनि लाभ भयो काटिदिनु भनेर भन्नुभएको थियो अनि त्यही घरको माथिल्लो गरामा अनि घाँस काट्यो अनि यतापट्टि काटेको अनि छेउमा काट्दाखेरि त्यहाँ कालो अरियलको गोला रहेछ त्यहाँ मलाई फेरि टाउको पनि टोकिदियो अनि फेरि म फेरि उतापट्टि छेउमा गएर अरिगलले नि टोक्यो तपाईँलाई अरिगलले पनि टोक्यो अनि अरिगलले पनि टोक्यो यहाँ टोक्यो अरिगलले टोक्यो अनि म अब यहाँ बस्नु हुँदैन भनेर मैले उतापट्टि गएर छेउमा गएर 3-4 मुठा काट्यो अनि त्यो घाँस त्यहीँ छोडिराख्यो 6-7 मुठा त्यही अरिगलको गोलाको छेउमै छोडिराखेँ मैले अनि उतापट्टि छेउमा गएर अनि फेरि 4-5 मुठा काट्यो अनि फेरि काट्दाखेरि त्यहाँ अलि भारी नपुग्ला जस्तो भएर फेरि कुनापटो यतापट्टि कुनापटो साइड लाएर खुर्सानीको बोट पन्साउँदै अनि 2 मुठा काट्यो 2 मुठा काट्दाखेरि अब 1 मुठा अब पुऱ्याउँछु अनि म जान्छु भन्ने विचारमा थियो मेरो अनि त्यहाँबाट त काटेर अब मुठा बान्छु भनेर त्यो उठेर खार बटार्दाखेरि त्यहाँबाट झ्याप्पै यहाँ के अरे टाउकोमा हान्छु भनेर हानेको रहेछ मलाई बारीबाट फालेको कि नजिकै आएर ड्याङ्गे माथिल्लो घरको छेउबाट आएर ड्याममै हानेको रहेछ अनि मैले कहाँबाट आयो कहाँबाट हान्यो भने मलाई थाहा भएन त्यो मान्छे कहाँबाट आयो भने मलाई थाहा छैन म मेरै सुरमा छ अनि त्यहाँबाट त म लड्यो अनि टाउकोमा हान्छु भनेर हानेको रहेछ उसले अनि टाउकोमा भेटेन मलाई अब यहाँ ड्याममै लाँदाखेरि मैले अब बेहोस भयो मलाई थाहा छैन अनि हात त यसरी सपनामा छोरी घुमेको जस्तो लाग्यो कि अनि त्यहाँबाट त म त के भयो आज के भयो भनेर झिलिक्क त्यो तोरीको फुल सबै आँखामा गऱ्यो अनि त्यहाँबाट म त धरेङ मरेङ भयो अनि फेरि त्यहाँबाट त आएर सट्ना झिलिक्क भएको देखिदियो ना कैँची ना चक्कु अनि यतापट्टिको काट्नु थाहा भयो यतापट्टिको काट्नु थाहा पाएन मैले के गरेको रहेछ यतापट्टि काट्नु अनि यतापट्टि कानमा चक्कुले काटेको हो कि तानेन काटेकै हो त्यसले त्यसको हातमा कि चक्कु कि छुरी नै देखेको थिएँ कि मैले झिलिक्क भएको देखेको थिएँ कि त्यो निकाल्दाखेरि अनि त्यो त काटेर अनि देख्दाखेरि त्यो हिँड्यो अनि ठाडो मोडाको मुखमा मास लागेको छ यो आँखातिर पनि के लागेको जस्तो छ कि अनि यहाँतिर के गाजर लागेको जस्तो देखेको थियो चोर गाजरले लाएर आएको रहेछ गाजर लागेको जस्तो देखेको थियो कि मैले त्यो पनि मेरो आँखा रनङमा परेर देखेको हो कि अनि त्यसले त्यस्तै लगाएर आएको मुखमा मास लाग्छ अनि फेरि त्यो के अरे कपाल पनि पालेको छैन जस्तो लागेको छ मैले अनि यो धर्के भएको सर लागेको छ तल चाहिँ त्यो नाकटु ना के अरे प्यान्ट कालो लागेको जस्तो देखेको छ कि त्यति मात्रै थाहा छ मलाई अर्को केही थाहा छैन त्यहाँबाट त के गरेर लगेको रहेछ अनि त्यहाँबाट त उकालो चढेर त्यो तल्लो घरको भाइ पनि कुकुर छोडेर अनि आउँदाखेरि डाँडा काटिसक्यो अरे माथि भनेर भन्छ अनि सबैले खेदाएर लगेछ म त के बिहोसमा त्यहीँ अब होसमा पनि छैन त्यहीँ लडिरहेको रहेछ अनि यो भान्जी आएर रोइरहेको रहेछ त्यहाँबाट थाहा भएको मैले दिउँसै चोरिदियो त्यही 11:30 बजे हो 11:30 बजे ढुङ्गाले हानेर कान काटेर काँडा लागेको लच धन्न नाक चाहिँ नकाटेछ भएको भए काट्थ्यो नाकमा थिएन यही त अहिले त रहेछ त यही त जाबुले मन परेन होला अनि ठुलो मात्रै हेर्यो रिङ चाहिँ ठुलो थियो हजुर कति तोलाको थियो रिङ 1 तोलाको आधी गरेको थियो अनि त्यो भन्दा पहिला 5 दिन पहिला के अरे 3 तोलाको सिक्री थियो त्यो त निकालिराखेको मैले कसो है त्यो त 3 तोलाको सिक्री चाहिँ मैले 5 दिन पहिला नै निकालिराखेको अनि कान बज्ने थियो कि अनि त्यसले न पहिल्यैबाट देखेर आएर त्यो त मान्छे लगाएको हो कि अनि त्यस्तो भयो त्यही त अहिले त चोर भेटियो रे भन्छ नि त खोइ अहिले त्यो के अरे यहाँ हो कि होइन त्यो बाख्रा खुन्नु आएको मान्छे त मलाई ल्याएर देखाउनु भएको थियो
को हो त्यो मान्छे? कराटेहरूले यो मान्छे त धादिङ उता रि भन्ने ठाउँतिरको मान्छे आएको थियो के हिजोपल्ट आएको थियो आजपल्ट आएको थियो भोलिपल्ट त्यस्तो भएको हो कि अघिल्लो दिनमा आएको थियो देख्नुभएको बुढी आएको थियो मसँगै गफ गरेको थियो के भन्थ्यो त्यसले? बुढी बाह्र छ बहिनी भन्न आएको थियो कि छैन दाइ पहिला पनि उसले एउटा बुढी बख्रा लगेको थियो कि खुदी खोलामा अनि त्यहाँबाट त आइती पनि आएको थियो 2 चोटि आयो कि ऊ आउँदाखेरि आइती त बुढी बाह्र छ बहिनी भन्थ्यो छैन दाइ भर्खर बिहा छ अनि बुढो थियो बुढो आदि वर्षको त हो थियो कि अनि त्यहाँबाट त छैन दाइ भन्यो अनि भर्खर बिहाको छ अनि अब यो अलिकति दुध छोडेपछि दिने हो भन्यो मैले अनि भनेपछि त ल हुन्छ त नि भनेर गयो फेरि हिजो आइती म यस्तो भएको अघिल्लो दिनमा आएको रहेछ त्यसरी असिना पसिना भएर गर्मीमा आएछ अनि त्यहाँ गोठको छेउमा बाह्रको खोरको छेउमा बस्यो अनि कुराकानी पनि गर्यो छैन दाइ अहिले त त्यो तपाईँले मागेको बाख्रामा आउँदा बोको लायो अहिले दिनु हुँदैन भने त्यस्तो त दिनु हुँदैन भनेर उठेर हिँडेको त्यो मान्छे को रहेछ त्यो मान्छे धादिङबाट आएको? धादिङबाट आएको खोती खोलातिरको उहाँ हामी भन्दा पनि उता धेरै लेक साइडको त्यो मान्छे त खासै चोरै रहेछ नि त के थाहा चोरेर लग्यो भन्नुभएको होइन? त्यसले चोरेको त होइन त्यस्तो हो भन्ने उसलाई फोटोमा अहिले ल्याएको छ उहाँले अहिले फोटोमा उसले देखाउन आएछ उसले अर्को मान्छे लगाएको हो कि भनेर मैले सँग लागेँ क्या अहिले। तपाईँको रिङ हो त्यो? मेरो रिङ अलि टाढोबाट फोटो खिचेर हो कि अलिक मोबाइलमा सानो सानो देखेको छ मैले त फेरि ठुल्ठुलै थियो अनि ठुल्ठुलै थियो है अलि त ठुल्ठुलो थियो मोबाइलमा सानै देखेर होला कि तर कति घन्टा जति कति मिनट जति कति समय तपाईँ त्यहाँनिर चाहिँ बेहोस हुनुभयो? भयो होला नि मलाई थाहा भएन त्यही 15-20 मिनट त भयो होला धन्नै ज्यान गएको है त्यही पनि म बेसरी त्यो भएर नै त्यो उठेको अनि त्यो यो बच्चाहरू भान्जा भान्जी आएर रोएर थाहा पाएको मैले पनि। त्यो चोरलाई कसैले देखे कि देखेनन्? त्यहाँ देखेको रे सबैले कोही त्यहाँ माथि छिमेकीहरू माथि पनि डाँडामा त्यो बाहुनहरू पनि छ अनि उनीहरूसँग कुरा पनि गरेको रे भन्छ झन् खोइ चोरै होला नि त कोही माथिल्लो गाडामा अलिक माथिल्लो ठुलो गाडा छ त्यो गाडामा घोडा गरेर सुतिरहेको पनि भन्छ उनीहरूले तिनीहरू चाहिँ होला नि त सुतिरहेको त्यही भन्छ रे अहिले खोइ त्यो बेलामा उनीहरूले के भनेन मलाई त्यस्तो गर्छ भन्ने भएन होला त्यतै गर्छ भन्ने भएन होला अनि उनीहरूले ढुङ्गा उठाएको पनि देखेको रे भन्छ अनि ढुङ्गाले हानेको पनि भनेको रे भन्छ ढुङ्गाले हानेको पनि देखेको रे भन्छ। खोइ तपाईँको दुईटै कान देखाउनुहोस् त एकपटक कति छैन कान यो मुनिको त छैन मुनि किन छ भने त तपाईँ यहाँबाट यहाँको यति नै यो बिचको त छँदै छैन कि यतिकै उ छ फरक छ 2 टकै हजुर 2 टकै छैन कि यति त फरकै छ कि चट्टी बारेर हिँड्दैछ है सायद सुनसँगै लाग्यो होला कि त्यो मासु चट्टा त्यही बाख्रा कान जस्तै लाएर काट्दियो कि त्यसले सुनसँग मासु चौटा पनि लगेर हिँड्यो कि है लयो त्यसलाई त्यो लगेको सँगसँगै लाग्यो अहिले तपाईँलाई कस्तो छ आमा? अहिले ठिकै छ बाबु अहिले तपाईँलाई ठिक छ रातभरि सुत्नु भयो डरले के सुत्न सक्ने होला? म डर पनि लागेको थिएन अहिले यहाँ बेसरी टाउकोमा हान्छु भनेर हान्यो रहेछ खास गरी मलाई यहाँ लाग्यो कि उठ्दाखेरि म घोप्टो भएको भएँ म त्यही भुतुकै जान्थ्यो तर म उभिने बेलामा परेछ कि चोर त समात्यो र एकपटक हेर्न मन छ हजुर चोर त समात्यो र हेर्न मन छ हेर्छु म एउटा महिलाको न्याय दिलाउँछ हो भनिदिनु त म त्यसको हात चाहिँ म दुइटै काटेरै ठुङ्गाएरै छोडिदिन्छु के होइन भने मेरो कान जसरी काट्यो त्यसको कान पनि त्यसरी काटिदिन्छु म बदल त लिन्छु के होइन भने म एउटा महिला हो दुःख गरेर खाने आइने हो मलाई न्याय दिलाउनु हुन्छ हो भनिदिउन् म त्यसको हात दुइटै काटिदिन्छु त्यसलाई पनि मलाई जसरी तर्बिन्छ त्यसलाई पनि म त्यसरी नै तर्बिएर राखिदिन्छु चोरको कान पनि काट्दिने हात पनि काट्दिने त्यो दुईटा कान अर्कोको चोर्न नपाओस् अर्कोको चोर्नु नपाओस् मेरो जति हात काट्नु नपाओस् त्यो बेलामा यतै घुमिरहने चोर हो यो आएको रहेछ अहिले पनि आयो अहिले त ल धन्न तपाईँलाई त्यति मात्रै ल सुनै मात्रै लैदियो भयो केही ठुलो कुरा हुन्थेन मान्छेको ज्यान गएको भए के हुन्थ्यो त्यही भएर म अहिले मारिनेले हो तर मलाई के अरे त्यो
उपरवाले मलाई बचायो। हातखुट्टा त भाँदिनै पर्छ कि त्यस्तो अब मलाई पहिला त त्यसको कान काट्न पर्यो। हजुर तपाईँको पनि कान काटेपछि त्यसको पनि कान काट्छु चकुले अनि उसलाई अर्को मान्छेको चोर्नु नपाओस् त्यसको हातको यति गेडी दाउले अनि दाउले म आजनमा राखेर ठुङ्गाउँछु। मलाई एउटा महिलाले न्याय दिलाउँछ हो भनिदिनु म त्यस्तो गर्नु दिनुपर्छ मलाई यो कानुनमा म त्यही गर्छु। त्यति चाहिँ नि म गर्छु भनेर म इरादै गरेर बसेको छु। अहिले के भनेर गयो? अहिले भर्खर पनि पुलिस आएको थियो। अहिले उहाँहरूले के भन्नु भएन यो हो भनेर भन्नुभयो अनि यो मान्छे आएको थियो भनेर देखाउनु भएको थियो मलाई अनि हो सर भनेर भन्यो मैले आएको थियो बाख्रा खुनेर आएको थियो भन्यो अनि अहिले जानुभएको छ खुदी खोलाको हो भन्छ खुदी खोलाको हो यो मान्छे भनेर मैले भनेको। ए हुन्छ यतापट्टि पनि फर्केर सुत्नु भएको छैन यतापट्टि फर्केर नि सुत्नु भएको छैन? हुँदैन केही पनि भएको छैन यहाँ छाती पनि घोप्टो गरेर सुत्नु पनि भएन यताबाट सुत्नु पनि भएन यताबाट सुत्नु पनि भएन केही गर्नु भएन। राम्रोसँग बस्नुहोस् त्यो चोर भेटिसक्यो भन्ने कुरा जानकारीमा आयो होइन त? हजुर रामपाल नमस्कार, म डिएसपी सुभाष हमाल जिल्ला प्रहरी कार्यालय कास्कीको प्रवक्ता तथा सूचना अधिकारीको रूपमा कार्यरत छु। मिति 2078 6 महिना 4 गतेको दिन लगभग बिहान 9 बजेको समयमा पोखरा 32 बडरे भन्ने ठाउँमा एकजना महिलालाई टाउकोमा ढुङ्गा प्रहार गरेर घाइते बनाएर कानमा लगाएको रिङ समेत लिएर गयो भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट इन्सपेक्टर साहब कमानमा त्यसै गरी प्रकाश शिशुवाबाट समेत इन्सपेक्टर साहबको कमानमा टोली खटिएर गए घटनास्थल बुझ्यो। घटनास्थलमा भएका विभिन्न व्यक्तिहरूको बयान त्यसै गरी त्यहाँको टेक्निकल एनालाइसिसदेखि लिएर सम्भावित व्यक्तिहरू को हुन सक्छ भन्ने हिसाबले अनुसन्धान गर्दै जाँदा आज लगभग 2 बजेको समयमा पोखरा 32 तल्लो गगन गौडाबाट जिल्ला धादिङ घर भएर अहिले चाहिँ पोखरा 32 मै बस्ने वर्ष 46 को माचिन तामाङ हुनेलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा निजको शरीरबाट लुटिएको 2 थान रिङ समेत बरामद भएको अवस्था छ र निजले घटना चाहिँ स्वीकार गरेको पनि अवस्था छ। यस्तो कुनै प्लान थिएन मेरो, तर म त्यतातिर गएको थिएँ मादक पदार्थ सेवन गरेको थिएँ। पछि मेरो के भयो दिमागमा त्यसपछि मैले चाहिँ महिलालाई ढुङ्गा प्रहार गरेँ। त्यसपछि उसको कानमा भएको रिङ चाहिँ तानेर म भागेको भन्ने हिसाबले घटना स्वीकार गरेको अवस्था छ। बाँकी कुरा अनुसन्धानकै क्रममा होला। हामीले चोरी डकैती तथा त्यो पीडितको के छ अवस्थाको आधारमा जनमार्ने उद्योग समूहको मुद्दा दर्ता गरेर फर्दर अनुसन्धान अगाडि बढाउँछौँ। र यो घटनाको सम्बन्धमा विशेष गरी चाडबाडको समयमा लकडाउनले गर्दाखेरि मोस्टली व्यक्तिहरू बेरोजगार भएको र चाडबाडमा चाहिँ अरूको देखासेखी गरेर त्यही अनुसारको चाडबाड मनाउने भन्ने हिसाबले व्यक्तिले आफ्नो गच्छेभन्दा क्षमताभन्दा पनि बढी खर्च गर्ने, आफ्नो परिवारले पनि त्यही अनुसारको आशा गर्ने, ठुलो खसी नयाँ कपडा अथवा मिठो खानेकुरा धेरै दक्षिणा भन्ने हिसाबले लकडाउनको कारणले बेरोजगारी पनि बढेको, तर व्यक्ति चाहिँ त्योभन्दा पछाडि हट्न नचाहने कारणले चाहिँ यस्तो घटनाहरू चाडबाडको बेलामा बढ्न सक्ने सम्भावना देखिन्छ। त्यो हिसाबले पनि विशेष गरेर महिला दिदीबहिनीहरूले कुनै काममा जाँदा अथवा किनमेलमा गर्न जाँदाखेरि अस्वाभाविक रूपमा गरगहना प्रयोग गरेर नहिँड्नमा सम्पूर्णलाई अनुरोध गर्दछु। साथै आफ्नो घर परिवारमा रहँदा बस्दा पनि सेक्युरिटीको पार्टलाई विशेष ध्यान दिएर, किनभने चोरी डकैती लुटपाट जस्तो चाहिँ घटनाहरू यो समयमा बढ्न सक्छ। जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा एरियामा चाडपर्व विशेष सुरक्षा योजना बनाएर लागू गरेको छ। यति हुँदाहुँदै पनि सबैभन्दा पहिला आफूले आफूलाई सिक्योर गर्यो भने पक्कै पनि के हुँदैन, चोरी हुनबाट डकैती हुनबाट बच्न सकिन्छ। सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई म अनुरोध गर्छु र आउँदै गरेको दसैँ तिहार त्यसै गरी छठ पर्व र नेपाल सम्बन्धको समेत जिल्ला प्रहरी कार्यालय कास्कीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट शुभकामना दिन चाहन्छु। धन्यवाद। जय हिन्द।